सधैँ एउटा मात्रै सब्जी पाक्ने मेरो भान्सामा आज चाहिँ दाल भात सब्जी अचार सब थोक पाक्दैछ। अनि आज चाहिँ यस्तो एनर्जी चाहिँ कहाँबाट आयो भनेर सोच्नुहुन्छ भने आज चाहिँ छुट्टी हो नि त। अब जहिले एउटै मात्रै सब्जी खाइरहेको हुन्छौँ अनि अब छुट्टीको दिन त यसो जाँगर चलाएर बनाउनु पर्यो कहिलेकाहीँ त। खासमा यो भिडियो चाहिँ हिजोको हो तर म यसलाई भोइस ओभर चाहिँ आज गर्दैछु। मैले दालमा चाहिँ मुसुरी दाल नै पकाएँ। हामीले घरबाट पनि दालहरू त ल्याइरहेको हुन्छौँ तर यहाँको पानीमा मजाले पाक्दैन क्या। अनि अचारको लागि चाहिँ अस्ति नै घरबाटै ल्याएको फर्सीको बियालाई चाहिँ मैले बुटेर टमाटरसँग पिस्नु पर्यो भनेर सोचेको थिएँ। फेरि हो शनिबार अनि छुट्टीको दिन भनेपछि चाहिँ हामीले सबै कामहरू एकै दिनलाई साँचेर राखेको हुन्छ नि त। अनि एक त उठ्न पनि ढिला हुन्छ अनि कामहरू गर्न ओर्न यताउता यत्तिकै रहेको पनि हुन्छ। अनि शनिबार चाहिँ के गर्दा यत्तिकै दिन जान्छ क्या। खासै केही नै गर्नै भ्याइँदैन। अनि यो अचारमा चाहिँ यसरी तेलमा पोलेको टमाटरको स्वाद चाहिँ अर्कै नै आउँछ क्या। पहिला चाहिँ म पनि तरकारीमै टमाटर उसिन्थेँ अनि त्यसलाई पिस्थे तर यसरी लसुन र टमाटरलाई तेलमा भुटो भने चाहिँ ओभरै मिठो टेस्ट आउँछ। अनि एउटा कुरा क्या, मैले चाहिँ आज पनि सब्जीमा आलुको भुजुरी नै बनाउँछु भनेर सोचेको। अस्तिको पालि फत्याक फुतुक जस्तो नै भए पनि यो पालि चाहिँ म राम्रो बनाउँछु, धेरै तेल हालेर बनाउँछु, नछोपिकन पकाउँछु भनेर चाहिँ मैले पकाउने सोचेको थिएँ। अनि यो आलुहरू चाहिँ कराईमा नटासियोस् भनेर चाहिँ मैले काट्दादेखि नै यिनीहरूलाई भिजाएर पनि राखेको थिएँ। तर अफसोस साथीहरू, एज युजल मेरो मेहनतले आज पनि रङ ल्याएन। म यो भुजुरी बनाउँदा के गल्ती गर्छु चाहिँ मलाई आजसम्म थाहा छैन। तर मेरो भुजुरी कहिले पनि पर्फेक्ट बन्दैन क्या। झन् राम्रो बनाउँछु भनेर सोच्यो भने त के भन्छ। तर ठिकै छ, यो पालि जे जस्तो बन्यो भने यस्तै खाम भनेर खाइदिएँ मैले यसलाई। म अर्को पालि चाहिँ यो वाला आलुको चाहिँ भुजुरी बनाउने वाला छुइनँ। खासमा यो आलु पहाडको आलु भएर पनि यस्तो भयो कि के भयो क्या। अनि यो मैले अचार पिनी साइज यस्तो देखेको थियो। यो जस्तो देखि पनि मिठो चाहिँ एकदम मिठो थियो। ओभर भात रुचाउँछ क्या। अनि खाना खाइसकेर चाहिँ मैले नुहाइ धुवाइ गरेँ, आफ्नो कामहरू गरेँ, दिउँसो खाजा साजा खाएँ। अनि दिन चाहिँ यसरी नै बित्यो। अनि यहाँसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।